कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः। मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। जय जय राधारमण हरि जय जय नवल किशोर जय गोपी चितचोर प्रभु जय जय माखन चोर। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। वन्नुष भागवत भगवान को, सद्गुरुदेव भगवान को, श्री शुकदेव जी महाराज को, कृष्ण कन्हैया लाल को, वृंदावन बिहारी लाल को जय जय श्री राधे। अकारण करुणा वरुणालय अखिल कोटि ब्रह्मांड नायक भगवान श्री हरि सर्वेश्वर श्री कृष्ण को साक्षात वाङ्मय प्रतिमूर्ति श्रीमद् भागवत महापुराण हामीहरूले भागवतको मङ्गलाचरण सहित 12 अध्यायसम्मका कथाहरूलाई सरसर्ती हेरेका थियौं। अब हामी अगाडिका प्रसङ्गहरूलाई अगाडि बढाउनेछौँ। भगवान श्रीकृष्णले पाण्डवहरूको दुःखलाई बुझेर, युधिष्ठिर महाराजको त्यो शोकलाई बुझेर, मनको खिन्नतालाई बुझेर सम्झाउनुभयो। भीष्म पितामहका अगाडि लगेर यो सारा जति पनि महाभारतको युद्ध भयो यो गर्नु नै पर्ने थियो, क्षत्रियको कर्तव्य थियो भन्ने यो कुरालाई भगवानले बुझाउनुभयो। राजधर्म, भगवत धर्म, स्त्री धर्म आदिको ज्ञान दिनुभयो। पश्चात भगवान निक्लिन आँट्नु भएको थियो मथुराबाट द्वारकातिर। त्यतिखेरै उत्तराको गर्भमा भएका राजा परीक्षितलाई ब्रह्मास्त्रले डराउन आँटेको थियो। यो कुरा पनि भगवानले ती राजा परीक्षित, गर्भस्थ परीक्षितलाई रक्षा गरेका कुरा पनि अगाडि शौनकादि 88,000 ऋषिहरूलाई सुतजी महाराजले छोटकरीमा वर्णन गर्नुभएको थियो। अब यहाँ राजा परीक्षितको जन्मको कथा, कर्मको कथा र उहाँको महापुराण स्वर्गारोहणको कथा पनि सुन्नका लागि इच्छा गरेर शौनकादि ऋषिहरूले सुतजी महाराजलाई प्रश्न गर्नुभयो। अब अगाडि सुतजी महाराज भन्नुहुन्छ, अपि पलद्धर्मराजः पितृवद रञ्जयन् प्रजाः निस्पृह सर्वकामेभ्यः कृष्णपादाब्ज सेवया। राजा युधिष्ठिर यस्तो हुनुहुन्थ्यो, आफ्ना राज्यका प्रजाहरूलाई पिताले आफ्ना पुत्र पुत्रीलाई जसरी लालन पालन गर्दछन् त्यसरी नै पालन गर्नुभएको थियो। अलिकति पनि दुःख दिनुभएको थिएन कसैलाई पनि। भगवान श्रीकृष्णको चरण कमलको स्मरण गर्दै, सेवा गर्दै ती राजा युधिष्ठिरले आफ्नो राज्यका प्रजाहरूलाई पालन गर्नुभयो। यसरी जम्बुद्वीपको आधिपत्य ग्रहण गर्नुभयो र राजा युधिष्ठिरको यश तीनै लोकमा फैलिएर गयो। यसरी राजा युधिष्ठिरले पालन गर्नुभयो आफ्ना प्रजाहरूको। समय बित्दै थियो, यता उत्तराका गर्भमा परीक्षित बढिरहेका थिए। गर्भस्थ परीक्षितलाई मार्न भनेर अश्वत्थामाले ब्रह्मास्त्र सन्धान गरे। ब्रह्मास्त्रको सन्धानपछि हामीहरूले पूर्वमा सुनेका थियौँ, उत्तराले भयविह्वल भएर भगवानका सामु आएको कुरा। भगवान उत्तराका गर्भभित्र शङ्ख चक्र गदा पद्मधारी भएर अङ्गुष्ठ मात्रको शरीर बनाएर प्रवेश गर्नुभयो। 10 महिनाका शिशु राजा परीक्षित जो गर्भस्थ हुनुहुन्थ्यो, उहाँले त्यो आफूसँग माताका उदरमा भएको त्यो दिव्य पुरुष को हो भनेर हेर्नुहुन्छ एकटक लागेर। ददर्श पुरुषम कञ्चित, कोही त्यस्तो पुरुष छ, दिव्य मुहारको छ, शङ्ख चक्र गदा पद्म धारण गरेको छ, लामा लामा हात भएका अनि श्यामल वर्णको पीताम्बर धारण गरेको यस्तो दिव्य पुरुष आफूलाई कुनै आगोले डढाउन आँटेको छ, त्यो आगोबाट आफूलाई रक्षा गरिरहेको छ। चारैतिर आफ्नो हातमा भएको गधा घुमाएर त्यो आगोको लप्काबाट आफूलाई बचाइरहेको छ। असौ क पुरुषः, यो पुरुष को हो भनेर छक्क परे ती गर्भस्थ शिशु परीक्षित। केही क्षणमा हेर्दा हेर्दै भगवानले त्यो ब्रह्मास्त्रको तेजलाई शान्त गराउनु भयो र त्यहाँबाट अन्तर्धान हुनुभयो। तत्रैव अन्तर्दधे हरि, भगवान हरि त्यहाँबाट अन्तर्धान हुनुभयो। राजा परीक्षितले को पुरुष आएर आफूलाई बचाए गर्भमा थाहा पाउनु भएन। गर्भस्थ शिशु हुनुहुन्थ्यो तर उहाँलाई त्यो चस्का पसिसकेको थियो। उहाँले थाहा पाउनु भएको थियो गर्भमा कसैले आएर मलाई आगोको लप्काबाट बचाएको छ। यसरी समय बित्दै गयो। यता पाण्डुका वंशधर
अभिमन्यु पुत्र परीक्षितको जन्म भयो। आफ्ना पिता पाण्डु जत्तिकै तेजस्वी ओजस्वी नाति जन्मिएको देखेर राजा युधिष्ठिरलाई हर्ष भयो, खुसी भयो। यति खुसी भयो उहाँले तत्कालै धौम्य कृपाचार्य आदि ऋषिहरूलाई बोलाउनु भयो र नातिको जात कर्म संस्कार सम्पन्न गराउनु भयो। ब्राह्मण देवताहरूबाट स्वस्ति वाचनका मन्त्रहरू गाउन लाउनु भयो। मङ्गल ध्वनिहरू मङ्गल वाद्यवादकहरू बजाउन लाउनु भयो। अनि ब्राह्मण देवताहरूलाई सुवर्ण गाई पृथ्वी अनि गाउँ गाउँै दान गर्नुभयो। हात्ती दान गर्नुभयो, घोडा दान गर्नुभयो। यसरी राम्रा राम्रा अन्नहरू दान गर्नुभयो। किनकि राजा युधिष्ठिर कस्ता हुनुहुन्थ्यो भन्दा प्रजातीर्थे सतीर्थविद। उहाँले दान गर्ने समय कतिखेर हो भन्ने उहाँलाई थाहा थियो। शिशु जन्मिएको र नाल छेदन नगरेको त्यो समयभित्र यदि कसैले दान गर्छ भने त्यसले अतुलनीय त्यो दानको फल प्राप्त गर्दछ। यो जान्नुहुन्थ्यो राजा युधिष्ठिरले। आफ्नो नाति जन्मेको त्यो हर्षमा धेरै थोक दान गर्नुभयो। हर्षोल्लास भयो राजा परीक्षितलाई। राजा परीक्षितले ती ब्राह्मण देवताहरूलाई जातकर्म संस्कार भइसकेपछि पुनः नामकरण संस्कार गर्नका लागि आग्रह गर्नुभयो। अनि ब्राह्मणहरूले त्यो शिशुको नामाकरण गर्दै भने रातो हो अनुग्रहार्थाय विष्णुना विष्णुना तस्मान नामना विष्णुरात इति लोके बृहत्स्रवा। भगवान विष्णुद्वारा रक्षित भएको कारणले विष्णुना रातः रक्षितः दत्तः इति विष्णुरातः। यिनको नाम विष्णुरात भयो भनेर ब्राह्मण देवताहरूले भन्नुभयो। विष्णुरात नाम राखिदिनुभयो, परीक्षित नाम राखिदिनुभयो। तत्पश्चात युधिष्ठिर महाराजले सोध्नुभयो, हे ऋषीश्वर, हे ब्राह्मण देवताहरू, मेरा वंशमा जन्मिएका हाम्रा वंशमा जन्मिएका यी हाम्रा नाति के हाम्रा वंशजहरूको त्यो यशलाई त्यो कीर्तिलाई यथावत राख्ने खालका हुन्छन्? कस्ता हुन्छन् यी मेरा नाति, यी शिशु कस्ता हुन्छन्? यिनका बारेमा केही भनिदिनुहोस् प्रभु भनेर यसरी सोध्नुभयो। युधिष्ठिरले सोधिसकेपछि ब्राह्मणहरूले भन्नुहुन्छ, हे राजा, तपाईँ चिन्ता नगर्नुहोस्। यी बालक सामान्य हुने छैनन्। यी बालक प्रजाहरूको रक्षा गर्नका निमित्त मनु इक्ष्वाकुका समान हुनुहुनेछ। त्यस्तै ब्राह्मण भक्त सत्य प्रतिज्ञामा आफ्ना बोलीमा अडिनमा भगवान दशरथ नन्दन रामका समान हुनुहुनेछ। त्यस्तै शरणागत वत्सल अनि दानी मध्ये औसिनर शिवी राजा जस्तो हुनुहुन्छ। अनि धेरै यज्ञहरू गरेर आफ्नो यशलाई विस्तार गर्ने दुष्यन्त राजा समान याज्ञिक हुनुहुन्छ। अनि धनुर्धरमा त के कुरा गर्नुहुन्छ? सहस्रार्जुन र आफ्ना पितामह अर्जुनका समान धनुर्धर हुनुहुनेछ। अग्निका समान दुर्धर्ष, समुद्रका समान दुष्पार अनि सिंहको जस्तो पराक्रमले युक्त भएका हुनुहुन्छ। अनि निषेव्य हिमवानी भ, हिमालय पर्वत समेत जस्तो सबैद्वारा सेवनीय हुनुहुन्छ। यस्ता हुनुहुन्छ। अनि पृथ्वीका समान क्षमाशील, त्यस्तै आफ्ना पितामह युधिष्ठिरका समान सहिष्णु, भगवान श्रीकृष्णका समान गुणले सम्पन्न भएका यी बालक हुनेछन्। अनि धैर्य धारण गर्नमा बलिका समान हुनेछन्। त्यस्तै प्रह्लाद समान भगवानका भक्त हुनेछन्। सम्पूर्ण पृथ्वीका यावत राजाहरू छन् तिनीहरूलाई शासन गर्ने, एक छत्र पृथ्वीको राज्य भार सञ्चालन गर्ने राजा हुनेछन् यी। अनि सम्पूर्ण दुराचार गर्ने, दुष्कर्ममा प्रवृत्त व्यक्तिहरूलाई शासन गर्ने यी व्यक्ति, यी राजा हुनेछन्। यिनै परीक्षितले आफ्नो राज्यकालमा नै पृथ्वी र धर्मका कारणले गर्दा कलीको निग्रह समेत गर्नेछन्। तर भनेर यसरी ब्राह्मणहरूले अन्तिममा तर भनेर मुख बाउनुभयो। राजा युधिष्ठिरले सोध्नुभयो, तर के गुरुदेव, के हुन्छ? केही हुँदैन राजा, त्यस्तो ठुलो कुरो केही छैन। अन्तिममा यिनको मृत्यु चाहिँ तक्षक नागले डसेर हुन्छ। किन तक्षक नागले डस्छ भन्दा ब्राह्मणको श्राप पाउँछन् राजा यिनले। तर ब्राह्मणको श्राप पाएर तक्षक नागले डसेर मृत्यु भए तापनि यिनले भगवान श्रीहरिका चरण कमलमा अनन्य भक्ति गरेर अनि व्यासनन्दन सुखदेवजीको शिष्य भएर भागवतको कथा श्रवण गर्दै गर्दै अन्तिममा आफ्नो शरीरलाई गङ्गाका तीरमा के गर्नेछन्? त्याग्नेछन् भनेर यसरी ब्राह्मण देवताहरूले सम्झाउनु भयो। राजा युधिष्ठिर ब्राह्मणहरूबाट अत्यन्त खुसी हुनुभयो। ती ब्राह्मणहरूलाई धेरै धन सम्मान मान आदि दिएर त्यहाँबाट भोजन आदि गराएर राजा युधिष्ठिरले विदा गर्नुभयो ब्राह्मण देवताहरूलाई। ब्राह्मण देवताहरू पनि आफ्ना घर जानुभयो। यता ती शिशु शुक्ल पक्षको चन्द्रमा जस्तै छिटै छिटै बढ्दै गए। आफ्ना पितामहहरूका संरक्षणमा हुर्किएका ती बालक परीक्षितका जसरी शुक्ल पक्षका प्रत्येक कला बढ्दै बढ्दै जान्छन् त्यसरी नै बढ्दै बढ्दै गए, छिटै बढे। राजा युधिष्ठिरलाई यज्ञ गर्न इच्छा भयो, यज्ञ गर्न मन लाग्यो। आफ्ना राज्यमा जनताबाट कर उठाएको पैसा भन्दा अरू कुनै धन छैन, कसरी यज्ञ गर्ने? भगवान श्रीकृष्णसँग सल्लाह लिनुभयो। भगवान श्रीकृष्णलाई बोलाएर युधिष्ठिर राजाले भगवान श्रीकृष्णले सल्लाह दिए अनुसार उत्तर दिशामा गएर भीमले धन प्रशस्त खोजेर ल्याउनुहुन्छ र अन्तिममा अश्वमेध आदि यज्ञहरू गर्नुहुन्छ र आफूले गरेको सम्पूर्ण
पाप कर्मलाई प्रायश्चित गर्नुहुन्छ। आफ्नो मन खिन्न थियो युधिष्ठिरको, मैले गर्दा नै महाभारत यत्रो युद्ध भयो भन्ने त्यो खिन्न मनलाई शान्त गराउनुहुन्छ, सम्पूर्ण पापको प्रायश्चित गराउनुहुन्छ। यसरी राजा युधिष्ठिरलाई यज्ञमा सघाएर यज्ञ सम्पन्न भएपछि भगवान अर्जुन आदिका साथमा द्वारिका प्रस्थान गर्नुहुन्छ। यता अर्जुन कृष्ण आदि द्वारका प्रस्थान गर्नुहुन्छ अनि युधिष्ठिरका राज्यमा हस्तिनापुरमा विदुरजीको आगमन हुन्छ। विदुरस्तीर्थयात्रायां मैत्रेयादात्मनो गतिं ज्ञात्वा गाधस्तिनपुरं तया वाप्त विवेचितः। जब महाभारतको युद्ध सुरु हुन आँटेको थियो, विदुरजीले गएर धृतराष्ट्रलाई सम्झाउनुहुन्छ, हे दाजु युद्ध नगरौँ, पाण्डवहरूले आफ्नो अधिकार प्राप्त जो राज्य छ उनीहरूलाई दिउँ। विदुरले यसरी धृतराष्ट्रलाई भनेको दुर्योधनले सुन्छन् र आफ्ना पिता धृतराष्ट्रका सामुन्ने दुर्योधनले विदुरजीको बेइज्जत गर्छन्, गाली गर्छन्। यो नमक हराम को आज यसरी बोल्दैछ भनेर विदुरजीलाई अपमान गर्छन्। राज्यबाट निकाल्नुपर्छ यस्ता व्यक्तिलाई भनेर विदुरजीलाई जब दुर्योधनले भन्छन्, विदुरजीले के तिमीले मलाई निकाल्छौ र दुर्योधन, म नै तिम्रो राज्य त्यागेर आज हिँड्दैछु भनेर त्यहाँदेखि निक्लिनुहुन्छ। महाभारत युद्धको क्रम सुरु हुनुभन्दा पूर्व नै विदुरजी तीर्थयात्राका लागि हस्तिनापुरबाट निक्लिनु भएको हुन्छ। सारा तीर्थको सेवन गर्नुहुन्छ, तीर्थयात्रा गर्नुहुन्छ। बीचमा मैत्रेयजीसँग भेट हुन्छ। मैत्रेय भगवानबाट भगवानको दिव्य कथा लीला अमृतको पान गर्नुहुन्छ, आत्मबोध गर्नुहुन्छ, तत्त्व ज्ञान गरेर पुनः हस्तिनापुर फर्किनुहुन्छ। यसरी हस्तिनापुर आउनुभएका विदुरजीलाई देखेर हस्तिनापुरका धृतराष्ट्र आदि गान्धारी जस्तै कुन्ती महारानी अनि पाण्डवहरू सबैजना हर्षित खुसी हुन्छन्। आज कहाँ आउनुभयो हाम्रा राज्यमा। युधिष्ठिर राजा हुनुहुन्छ त्यतिखेर। धृतराष्ट्र राजा हुँदा तीर्थयात्रा जानुभएका विदुरजी युधिष्ठिरको राज्यकालमा आउनुहुन्छ। युधिष्ठिरले ठुलो सत्कार गर्नुहुन्छ, यथायोग्य सत्कार गरेर उच्च आसनमा राख्नुहुन्छ, खान दिनुहुन्छ। युधिष्ठिर आदिलाई कस्तो हुन्छ भन्दाखेरि प्रत्युज्जग्मुः प्रहर्षेण प्राणम तन्वैवागतम, एउटा मृत शरीरमा प्राणको सञ्चार भए जस्तो उहाँहरूलाई खुसी हुन्छ। उनीहरू सप्राण जस्तो भएर हर्षित हुनुहुन्छ सबैजना र राम्रोसँगले सत्कार गरेर उच्च आसनमा राखेर राजा प्राह। राजा युधिष्ठिरले सोध्नुहुन्छ, अपिस्मरथन हो युष्मत, के हजुरले हामीलाई कहिले सम्झनुभयो काका? तपाईँ कहाँ कहाँ जानुभयो? तीर्थयात्रा कता कता गर्नुभयो? तीर्थयात्रा जाँदा तपाईँलाई कुनै दुःख कष्ट भएन? तपाईँकै छत्र छायामा त हामी जन्मी हुर्की बढेर यो सामर्थ्यलाई प्राप्त गरेका थियौँ। अनि कुन कुन तीर्थ भ्रमण गर्नुभयो? तपाईँहरू जस्ता सज्जनले गर्दा नै तीर्थको तीर्थत्व जोगिएको छ। तीर्थी कुर्वन्ति तीर्थानि स्वान्तस्थेन गदाभृता। हजुरहरू आफ्नो अन्त हृदयमा भगवान श्रीकृष्णलाई धारण गरेर राखेर अनि तीर्थहरूको सेवन गर्न जानुहुन्छ। तर वास्तवमा तीर्थको महत्त्व तपाईँहरू जस्ता सज्जन व्यक्तिहरूले गर्दा छ। तपाईँहरूले तीर्थलाई तीर्थ बनाउनुहुन्छ। अनि तपाईँको कतै भगवान श्रीकृष्ण आदिसँग त भेट भएन। अपि न श्रुरिदः स्वपुर्याम सुखमासते, के भगवान श्रीकृष्णहरू आफ्नो यदुपुरीमा सुखपूर्वक रहनुभएको छ, द्वारकापुरमा सुखपूर्वक रहनुभएको छ भनेर यसरी राजा युधिष्ठिरले काका विदुरजीलाई प्रश्न गर्नुभयो। विदुरजी सबै थोक भन्न लाग्नुभयो, तर अन्तिममा युधिष्ठिर आदिलाई दुःख हुन्छ भनेर उहाँले बिना यदुकुलक्षयम, यदुकुलको नाश भएको कुरालाई बताउन सक्नु भएन। त्यतिमै कुरा बन्द गर्नुभयो। आफू तीर्थयात्रा जाँदा मैत्रेयजीसँग भेट भएको, मैत्रेयजीले दिव्य भगवानको ज्ञान दिनुभएको सबै कुरा बताउनु भयो, तर यदुकुलको नाश भएको कुरा बताउन सक्नु भएन। अनि यता युधिष्ठिरका राज्यमा सुखपूर्वक सबैजना रहन लाग्नुभयो। वास्तवमा विदुरजी धृतराष्ट्र गान्धारी आदिको कल्याणार्थ आउनुभएको थियो। सबैका खुसीका लागि केही महिना त बस्नुभयो। अनि उहाँलाई लाग्न थाल्यो अब कलियुग प्रारम्भ हुँदैछ, भगवान श्रीकृष्णले स्वधाम गमन गरिसक्नु भएको छ, अब त्यस्तो राम्रो काल छैन, अब यहाँ बस्न उचित छैन भन्ने सम्झेर विदुरजीले दाजु धृतराष्ट्रलाई सम्झाउनुहुन्छ। विदुरः तद अभिप्रेत्य धृतराष्ट्रम अभाषत। त्यो कुरालाई जानेर कलियुगको आगमनलाई थाहा पाएर विदुरले आफ्ना दाजु धृतराष्ट्रलाई भन्नुभयो, हे दाजु अब यहाँ बस्न ठिक छैन, अब निक्लिनुपर्छ यहाँदेखि, काल नराम्रो आउँदैछ, समय नराम्रो आउँदैछ। एक दिन आफ्नो प्राणभन्दा प्रियतम प्राणलाई त त्यागेर जानुपर्छ भने तपाईँ यो राज्य धन वैभव स्त्री सम्पत्ति आदिमा किन यसरी भुल्नु भएको छ? छोडिदिनुहोस्, सबै कुरालाई छोडिदिनुहोस्, जाउँ अब यहाँदेखि। कतिसम्म अब यी भतिजाहरूले दिएको अन्न पानीमा तपाईँ भुलिदिनुहुन्छ? ऊ बेलामा त भतिजाहरूलाई हेला गर्नुभयो। अहिले यिनै भतिजाले दिएको अन्न पानीबाट आफ्नो प्राण बचाएर जोगाएर तपाईँ कतिन्जेल रहनुहुन्छ? अब छोडिदिनुहोस् यो
यो जीवित आशा, यो जिउने आशालाई अब त्यागिदिनु हो। तपाईँले ऊ बेलामा विष दिनु भएन कि, आगामा हालेर डराउन खोज्नु भएन कि, सारा सम्पत्तिको हरण गर्नु भएन कि, अहिले तिनै भीम आदिबाट दिएको अन्न तपाईँ कसरी खुसी साथ खाँदै हुनुहुन्छ। भीमापरजितं पिण्डम् आदत्ते गृहपालवत्। भीमद्वारा दिएको थोरै अन्नलाई घरपालुवा जन्तुले जसरी ग्रहण गरेर आफ्नो प्राणको रक्षा गर्दै हुनुहुन्छ। अब तपाईँ बस्न उचित छैन। तपाईँमै वैराग्य उत्पन्न हुनु पर्थ्यो प्रथमतः। तपाईँमा वैराग्य स्वयं उत्पन्न भएन। अब मैले भनेको कुरा त सुन्नुहोस्, छोडिदिनुहोस्। यो घरलाई कसैले थाहा नपाउने गरी हिँड्नुहोस्, उत्तर दिशातिर जानुहोस्, जहाँ गएर तपस्या आदि गएर आफ्नो आत्मालाई परमात्मामा समर्पण गर्नुहोस्, योगद्वारा भगवानमा लीन गर्नुहोस् भनेर यसरी विदुरले राजा धृतराष्ट्रलाई सम्झाउनु भयो। धृतराष्ट्रले आफ्ना भाइले भनेको कुरा मनन गर्नुभयो, विदुरले भनेको कुरा मनन गर्नुभयो। एवं राजा विदुरेणानुजेन प्रज्ञा चक्षुर्बोधित आजमूढ छित्त्वा स्वेषु स्नेहपाशान्द्रढिम्नो निश्चक्राम भ्रातृसन्दर्शिताद्वा। आफ्ना भाइ विदुरबाट यसरी राम्रो कुरा गरेको थाहा पाएपछि, सुनेपछि प्रज्ञा चक्षु खोलियो, तेस्रो नेत्र खोलियो धृतराष्ट्रको। ओहो, भाइले त ठिकै भन्दैछन् भनेर आफ्ना स्त्री पुत्र सन्तान भतिजा आदिमा भएको त्यो स्नेहको बलियो पासलाई छेदन गरेर उहाँ कसैले थाहा नपाउने गरी के गर्नुभयो, आफ्ना भाइले बताएको जस्तै उत्तरको दिशातर्फ लाग्नुभयो, उत्तर दिशातर्फ हिँड्नुभयो। अब सुबल देशकी राजकुमारी गान्धारी माताले थाहा पाउनुभयो आफ्ना पति अब निस्केर हिँड्दै हुनुहुन्छ। उहाँले पनि ऋषिहरूद्वारा अवलम्बन गरिने त्यो उत्तरतर्फको मार्गलाई अपनाउनुभयो। आफ्ना पति सँगसँगै पछि पछि लाग्नुभयो। धृतराष्ट्र र गान्धारी माता अनि विदुरजी त्यहाँबाट निक्लेर उत्तर दिशातर्फ लाग्नुभयो। यसरी त्यो रात बित्यो। भोलि बिहानै राजा युधिष्ठिरले आफ्नो नित्य नैमित्तिक क्रियाहरू सम्पन्न गरेर, यागादि क्रियाहरू सम्पन्न गरेर अब आफ्नो राजसभामा उपस्थित हुनुभयो। माता पितालाई दण्डवत गर्न भनेर आउनुहुन्छ। त्यहाँ त कोही पनि छैन। न धृतराष्ट्र हुनुहुन्छ, न गान्धारी माता हुनुहुन्छ, न विदुरजी हुनुहुन्छ। छक्क पर्नुहुन्छ अनि सञ्जयलाई भन्नुहुन्छ, गावलगढी कोन तात, खोइ ए सञ्जय, खोइ हाम्रा बडाबा, खोइ गान्धारी माता, विदुरजी कहाँ जानुभयो? रुन्चे स्वरले सोध्नुहुन्छ, कहाँ जानुभयो? आँखा देख्नु हुँदैन बडाले। माता गान्धारी आफ्ना पुत्रहरू मृत्यु भए भनेर शोकले दुःखी हुनुहुन्छ, आर्त हुनुहुन्छ। कहाँ जानुभयो होला? कतै मलाई अपराधी त सम्झेर यो घरमा बस्न सकिँदैन भनेर त हिँड्नु भएन? कतै राति जाँदा जाँदै गङ्गामा पतन त हुनु भएन? गङ्गामा डुब्नु त भएन? कहाँ जानुभयो? ए सञ्जय भन भन, बताऊ बताऊ भन्दा यता सञ्जय आफ्ना स्वामी धृतराष्ट्र र माता गान्धारीले छोडेको कुराले आफै पनि आकुल व्याकुल छन्। केही भन्न सक्दैनन्। बोली अवरुद्ध हुन्छ, गला अवरुद्ध हुन्छ, केही भन्दैनन्। बल्ल तल्ल जसो तसो आफ्नो मनलाई यसो बुझाएर भन्न लाग्छन्, नाहं वेद व्यवसितं पित्रोर्वः कुलनन्दन गान्धार्या वा महाबाहो मूषितोऽस्मि महात्मभिः। हे कुलनन्दन, हे राजा युधिष्ठिर, नाहं वेद, मलाई थाहा छैन, महात्मभिः मूषितोऽस्मि। आज महान व्यक्तिहरूद्वारा स्वामी धृतराष्ट्र गान्धारी माताबाट म लुटिएँ। आजसम्म मलाई थाहा नभइकन उहाँहरूले केही पनि कार्य गर्नुभएको थिएन, तर आज मलाई पनि छोडेर जानुभयो भनेर यसरी घुक्क घुक्क आँखाबाट आँसु निकाल्दै, आवाज निकाल्दै रुन लाग्नुभयो। यतिखेरै तुम्बुरु गन्धर्वका साथमा नारदजीको त्यहाँ उपस्थिति भयो। नारायण नारायण भन्दै नारदजी त्यहाँ आउनुभयो। युधिष्ठिर महाराजले नारदजीलाई सत्कारपूर्वक उच्च आसनमा राखेर पूजा आदि गरेर अब सोध्न लाग्नुभयो, हे नारदजी, हजुर त यो संसारको सम्पूर्ण भागमा भ्रमण गर्नुहुन्छ, हजुरलाई थाहा नभएको कुरा केही हुँदैन। तपाईँलाई थाहा छ मेरा माता पिता कहाँ जानुभयो, गान्धारी धृतराष्ट्र कता जानुभयो, विदुरजी कता जानुभयो, हजुरलाई थाहा छ? भनिदिनुहोस् न हे भगवान् नारद, हे मुनि सत्तम आवभासे, भनिदिनुहोस् न कृपया भनेर यसरी राजा युधिष्ठिरले नारदजीलाई सोधिसकेपछि नारदजीले भन्नुहुन्छ, हे राजन, तिमी शोक नगर, भगवान् नै हुनुहुन्छ यस्तो कि उहाँले नै प्राणीहरूलाई एक आपसमा मिलन गराउनुहुन्छ, फेरि भगवान्ले नै छुटाउनुहुन्छ। यसमा कसैको पनि दोष छैन, उहाँहरूको पनि दोष छैन, तपाईँको पनि दोष छैन। जसरी एउटा गाईलाई नाकी लगाएर आफ्ना मालिकले जता भनौँ त्यतै लान सक्छ, त्यस्तै हामी पनि त्यो गाई समान हौँ। हाम्रा अदृश्य रूपमा नाकमा नाकी लगाउनु भएको छ भगवान्। भगवान्ले जता जान लगाउनुहुन्छ, जता लग्नुहुन्छ, हामी त्यतै जाने हो। त्यसकारण यो कुरामा चिन्ता गर्नु हुँदैन। यथा क्रीडोपस्कराणां संयोग विगमा विह इच्छया क्रीडतो स्यातां
तथैवेशेच्छया नृणाम। एउटा बालकले जसरी भाँडाकुटी खेल्दाखेरि विभिन्न सामग्रीहरूको एक आपसमा संयोग गराउँछ, फेरि एकछिनमा ती सामग्रीहरूलाई भताभुङ्ग छरपष्ट बनाउँछ, त्यस्तै गरेर भगवानले ख्याल ख्यालमै क्रीडामै सारा संसारको सृष्टि गर्नुहुन्छ, फेरि जीवहरूलाई एक आपसमा संयोग गराउनुहुन्छ, फेरि वियोग गराइदिनुहुन्छ। त्यसकारण यो कुरामा आश्चर्य लिनु पर्दैन। तपाईँका मातापिता हिमालयतिर प्रस्थान गर्नुभएको छ, जहाँ ऋषिका आश्रमहरू छन् भव्य, जसलाई सप्त सरोवर भनिन्छ। त्यो सप्त सरोवरमा जानुभयो। अब कठोर तप गरेर धृतराष्ट्रले आफ्नो देहलाई त्याग गरेर आफ्नो आत्मालाई परमात्मामा लीन गराउनुहुन्छ। कलेवरम हास्यति स्वं तच्च भस्मी भविष्यति। आजदेखि उपरान्त 5औं दिनका दिन धृतराष्ट्रले आफ्नो के गर्नुहुन्छ? शरीरलाई त्याग गर्नुहुन्छ, आत्मालाई परमात्मामा लीन गराउनुहुन्छ। अब तपाईँ उनीहरूको त्यो तपस्याको बाधक नहुनुहोस् युधिष्ठिर राजा भनेर नारदजीले सम्झाउनुहुन्छ। अनि माता गान्धारी पनि आफ्ना पति धृतराष्ट्रको त्यो भगवत गतिलाई देखेर आफू पनि योगाग्निमा आफ्नो देहलाई त्याग गर्नुहुन्छ, भगवत धामलाई प्राप्त गर्नुहुन्छ। विदुरजी महाराज हर्ष र शोकले युक्त भएर दाजु भाउजूसँग छुटिनु पर्ने शोक र दाजु भाउजूको भगवत गतिलाई प्राप्त गरेको देखेर हर्षसहित पुनः तीर्थको सेवा गर्नका लागि निश्चिनुहुन्छ भनेर नारदजीले सम्पूर्ण कुरा बताउनुहुन्छ। यता नारदजीका यस्ता कुरा सुनेर युधिष्ठिर महाराजको त्यो गहिरो शोक समाप्त हुन्छ। तुम्बुरु गन्धर्वका साथ नारदजी आफ्नो लोक प्रस्थान गर्नुहुन्छ। भक्तवत्सल भगवानको सम्प्रस्थिते द्वारकायां जिष्णौ बन्धु दिदृक्षया ज्ञातुं च पुण्यश्लोकस्य कृष्णस्य च विचेष्टितम्। यता भगवान श्रीकृष्णका साथमा लगाएर युधिष्ठिर महाराजले अर्जुनलाई पठाउनु भएको पनि 7 महिना बितिसक्यो। अर्जुनजी फर्केर आउनु हुँदैन। राजा युधिष्ठिरले विभिन्न खालका अपशकुनहरू देख्न थाल्नु भइसक्यो। कलिको प्रभाव संसारमा बढेको, राज्यमा बढेको जस्तो आभास हुन थालेको थियो। एक दिन भाइ भीमलाई बोलाउनु भो र भन्न लाग्नुभयो, गता सप्ताधुना मासा भीमसेन तवानुजः नायाति कस्य वा हेतुर नाहं वेदेदमञ्जसा। हे भीम, तिम्रा भाइलाई द्वारका पठाएको 7 महिना भइसक्यो, किन आएका छैनन्, के कारणले आएका छैनन्, यो मलाई केही पनि थाहा भएको छैन। म विभिन्न प्रकारका अपशकुनहरू देख्दैछु। बार बार मेरा शरीरका अङ्गहरू फुरफुराउँदैछन्, शरीरमा एक प्रकारको डर पैदा भएको छ, मुटु कामिरहेको छ। यी नराम्रा अपशकुनहरूले मलाई लाग्छ कतै नजिकै केही ठुलो भय सङ्कट त आइरहेको छैन, यस्तो लागिरहेको छ। अनि स्याल आदि कराएको, उल्लु आदि दिउँसै कराएको सुन्दैछु। पशुहरू पनि दाहिने घुम्नुपर्ने पशुहरू देब्रे घुम्दैछन्, देब्रे परिक्रमा गर्नुपर्ने पशुहरू दाहिने घुम्दैछन्। अनि यो मेरो वाहन घोडा पनि रोएको जस्तो आवाज हुन्छ। काग उल्लुहरूले नराम्रो आवाज निकालिरहेका छन्। चारैतिर धुलै धुलो मात्रै देखिरहेको छु। पृथ्वीमा बारम्बार कम्पन आइरहेको छ। बिना पानीको गड्याङगुडुङ चट्याङ आदि परिरहेको छ। सूर्यलाई यसो हेर्छु, सूर्य पनि निस्तेज जस्ता लाग्छ। परस्परमा ग्रहहरू लडिरहेका छन् कि जस्तो आवाज हुँदैछ। अनि आकाश मण्डलै भस्म हुन आँटेको जस्तो यो अपशकुनहरू देख्दैछु। आजभोलि बिहान बिहान हवन गर्दा घिउ म लगाउँछु अग्निमा, तर त्यो घिउले पनि अग्नि बल्दैनन्। के भएको यस्तो? अनि गाई गोठमा जाँदाखेरि गाईहरूले दुध नदिइरहेका छन्, बाछाहरूले दुध चुसेका छैनन्। मन्दिरमा जान्छु, देवताहरूका प्रतिमाहरू रोइरहेको जस्तो आवाज हुन्छ। तत्कालै अब उठेर हिँडिहाल्छु कि भने जस्ता लाग्छन्। चारैतिर चोरी डकैती आदि बढेको छ। के भइरहेको छ? यो राम्रो भइरहेको छैन। भाइ, तिमीले केही विचार गरिरहेका छौ? किन हो? अर्जुन पनि आउँदैनन्, केही अनिष्ट हुन त लागेको होइन भनेर यसरी राजा युधिष्ठिरले भीमलाई भन्दै हुनुहुन्थ्यो। त्यतिखेरै अर्जुनजीको आगमन भयो। इति चिन्तयतस्तस्य दृष्टा ऋष्णेन चेतसा राज्ञः प्रत्यागमद ब्रह्मन् यदुपुर्या कपिध्वजः। यदुपुरीबाट, द्वारकाबाट अर्जुनजीको आगमन हुन्छ। अर्जुनजी आउनुहुन्छ, आफ्ना दाइका पाउमा पर्नुहुन्छ, ढोग्नुहुन्छ। तर अर्जुनजीमा पूर्वको पहिलेको जस्तो तेज छैन। अर्जुनजी अत्यन्त मलिन हुनुहुन्छ। यसरी मलिन अनुहार लाएर आएका अर्जुनजीलाई देखेर नह स्वजना सुखमासते, के हाम्रा सम्बन्धी जनहरू द्वारिकापुरीमा कुशल हुनुहुन्छ? उहाँहरूलाई सन्चै छ? मधु वंशका, भोज वंशका, कुरु वंशका जति पनि भगवानका परिकरहरू हुनुहुन्छ उहाँहरू सबै सन्चै हुनुहुन्छ। उग्रसेन, वसुदेव, देवकी आदि मामा माइजूहरू पनि सबै सन्च हुनुहुन्छ। के छ उहाँहरूको खबर? बलराम दाईको के छ खबर? कृष्ण भगवान के गर्दै हुनुहुन्छ? उहाँका 16,108 रानीहरू के गर्दैछन्? भगवानका पुत्र पौत्र आदि के गर्दैछन्? के सुधर्मा सभामा राम्ररी सुखपूर्वक रहनु भएको छ उहाँहरू? भगवानले आफ्ना धर्मपत्नीहरूलाई इन्द्र
रामले स्वर्गमा आफ्नो पत्नीलाई दिएको भन्दा बढी सुख दिएर राख्नु भएको छ नि, होइन? सोध्नुहुन्छ। अब अर्जुनजीको अनुहार मलिनको मलिन छ। अर्जुनजीले केही बोल्न सक्नु भएन। के तिमी बिरामी छौ सोध्नुभयो। बोल्दैनन् अर्जुन। किन तिमी तेजहीन देखिँदैछौ नि? कसैले तिमीलाई अपमान गर्यो? भाइ, धेरै समय यदुपुरीमा बस्यौ भनेर कोहीबाट अपमानित त भएनौ तिमी? कसै माग्नेलाई दिन्छु भनेर दिन नसकेको अवस्था त होइन नि? के भयो भन त? कुनै बालक, रोगी, वृद्ध, स्त्री आदिको सेवा गर्न त सकेनौ? शरणागत भएका, शरणमा आएका व्यक्तिलाई शरण दिन त सकेनौ? के भयो? कोहीबाट पराजित त भएनौ? सोध्नुहुन्छ। अथवा आफूभन्दा अगाडि भोजन गराउने व्यक्तिहरूलाई भोजन नगराइकन के भोजन गर्यौ तिमीले? के अगम्य स्त्रीहरूसँग घमन त गरेनौ? के भयो? सम्पूर्ण कुरा बताऊ भनेर सोध्नुभयो। अनि अन्तिममा सोध्नुहुन्छ, के भगवान् श्रीकृष्णले यो धराधाम त त्याग्नु भएन? कि भगवान् श्रीकृष्णले धराधाम त्याग्नुभयो भनेर तिमीलाई दुःखी भएर चाहिँ यसरी खिन्न भएका हौ, मलिन भएका हौ भनेर सोध्नुभयो युधिष्ठिर महाराजले। अर्जुनजी केही बोल्न सक्नु भएन। भगवान् श्रीकृष्णको त्यो परमधामको यात्रा बताउन सक्नु भएन। सम्झनुहुन्छ, आँखाबाट आँसु आउँछन्। बोली फुटेको छैन। राजा युधिष्ठिर आफ्ना दाइलाई कसरी भन्ने भगवानको त्यो परमधामको यात्रा जसो तसो आफूलाई संयमित गर्नुहुन्छ र भकभकाउँदो बाणी, गदगद बाणीद्वारा राजा युधिष्ठिरलाई अर्जुनजीले भन्न लाग्नुहुन्छ, वञ्चितोऽहं महाराज हरिणा बन्धुरूपिण येन मे प्रहृतं तेजो देवविस्मापनं। हे महाराज, हे दाजु युधिष्ठिर, हामी हरि भगवान रूपी बन्धुद्वारा वञ्चित भयौँ। जो हरि भगवानले हामीलाई वञ्चित गराउनु भयो, मेरो सारा तेज के भयो? नष्ट भएर गयो। जसको एक क्षण वियोग मात्रले यो सारा संसार मलाई राम्रो लाग्दैन। आज मेरो शरीरबाट प्राण उडिसक्यो, केवल शरीर मात्र छ जस्तो भान भइरहेको छ। उनै भगवानका कृपाले गर्दाखेरि द्रुपद नन्दिनीसँग विवाह भयो। उनै भगवानले हामीहरूलाई वनवास आदिमा विभिन्न दुःखबाट बचाउनु भयो। दुर्वासा आदि महान ऋषिहरूका श्राप पर्नबाट बचाउनु भयो उनै भगवानले महाभारत जस्तो त्यस्तो भयङ्कर युद्धमा मेरो सारथीका रूपमा अगाडि बसेर सम्पूर्ण योद्धाहरूबाट मलाई बचाउनु भयो। महाभारतको त्यो युद्धमा मेरा घोडाहरू श्रान्त भएका थिए, थकित भएका थिए। म घोडाबाट, त्यो रथबाट तल ओर्लिएको थिएँ। त्यतिखेरै भगवानका कृपा दृष्टि परेर मात्र ती महाराज रथीहरूले मतिर के गरेनन्? बाणको वर्षा गरेनन्। नत्र यदि भगवान नहुनु थियो भने मलाई त्यतिखेरै ती महारथीहरूले बाण वर्षा गरेर मेरो प्राणलाई त्यतिखेरै निकालिदिन्थे। आज भगवान हुनुहुन्न, मेरो यो शरीरमा तागत रहेन, केही रहेन। उनै भगवानलाई मैले साथीका रूपमा, सारथीका रूपमा देखेँ, तर भगवानका रूपमा कहिल्यै पनि देखिन। तर आज स्मर्तुर्लुठन्ति हृदयं मम माधवस्य, भगवान माधवको स्मरण मात्रै गर्दा पनि मेरो हृदय व्यथित भएर जान्छ। हे दाजु, त्यही गाण्डीव धनु हो, तिनै घोडाहरू हुन्, त्यही रथ हो, त्यही अर्जुन म हुँ। तर आज भगवान मेरा सामुन्य हुनुहुन्न, मलाई भगवानले कृपा गर्नुभएको छैन। म अर्जुन, त्यो पहिलेको अर्जुन जस्तो रहिन। म सबै निस्तेज भएको एउटा लाचार पुरुष जस्तो भएँ। केवल बाँझो जमिन जस्तो भएँ। बाँझो जमिनमा जसरी उर्वर बिउ छर्दाखेरि केही पनि हुँदैन, त्यस्तै भयो। आज हरि भगवानले त्याग्नु भयो। सारा यदुकुलको क्षय भयो दाजु। कोही पनि रहेनन्। एकले अर्कामाथि प्रहार गरेर, एक अर्कामा लडेर, बारुणी नाम गरेको मदिरा पिएर त्यो मदिराले उन्मत्त भएर एक अर्कामा लडाइँ गरेर कोही रहेनन्। केवल 4-5 भाइ मात्रै आज यदुकुलमा अवशेष हुनुहुन्छ। चतुष्पञ्च अवशेषित केवल 4-5 भाइ मात्र हुनुहुन्छ। जसरी जलचरहरूमा ठुला जलचरले साना जलचरलाई खान्छन् र सक्छन्, त्यस्तै गरेर पराक्रमशाली यदुवंशीहरूले साना कम पराक्रम भएका यदुवंशीलाई मारे। यसरी सारा यदुवंश सखाप भयो भनेर सुनाउनु भयो। अन्तिममा उहाँको हृदय व्यथित भयो। अर्जुनजीको केही बोल्न सक्नु भएन। एकछिन चुप्प लाग्नुभयो। अनि बिस्तारै बिस्तारै भगवानले महाभारतको त्यो युद्धभूमिमा दिएको गीताको ज्ञानलाई स्मरण गर्नुभयो। स्मरण गरेर आफ्नो हृदयलाई सान्त्वना दिनुभयो, आफूलाई सान्त्वना दिनुभयो, उठ्नुभयो। जब राजा युधिष्ठिरले भगवानको स्वधाम गमनको कुरा सुन्नुभयो, त्यतिखेरै निदो गर्नुभयो। निशम्य भगवन् मार्गम संस्थां यदुकुलस्य च स्वपथाय मतिम चक्रे निभृतात्मा युधिष्ठिरः। भगवानको त्यो भगवत धाम गतिको त्यो प्रसङ्गलाई सुन्ने बित्तिकै राजा युधिष्ठिरले अब यो संसारमा, यो राज्यमा रहनु उचित छैन, अब हामी पनि निस्किनुपर्छ, म पनि निस्किनुपर्छ भन्ने मनमा विचार बनाउनु भयो। माता कुन्तीले पनि भगवान श्रीकृष्णको स्वधाम गमनको कुरा सुनेर भगवानमा आफ्नो प्राणलाई लगाएर
अनन्य भावले भगवानको ध्यान गर्दै गर्दै भगवानलाई प्राप्त गर्नुभयो कुन्ती महारानीले पनि। कुन्ती महारानीको पनि भगवत गति प्राप्ति भयो। यहाँ सुतजी महाराज भन्नुहुन्छ, जुन दिन भगवान श्रीकृष्णले यो धराधामलाई त्यागेर आफ्नो धाम गमन गर्नुभयो, गोलोक गमन गर्नुभयो, त्यही दिनदेखि अधर्म हेतु कलि अन्ववर्तत, अधर्मको कारण भएको कलियुगले पृथ्वीमा प्रवेश गर्यो। त्यही कलियुग पृथ्वीमा प्रवेश गर्नाले नै राजा युधिष्ठिरले विभिन्न अपशगुनहरू देख्नु भएको थियो भन्नुहुन्छ सुतजी महाराज अगाडि। अब राजा युधिष्ठिरले आफ्ना कुलका उत्तराधिकारी राजा परीक्षितलाई आफ्नो राज्यभार सम्पूर्ण सुम्पिनुभयो। अनि उता द्वारकाको राजाका रूपमा वज्र भगवानका नातिलाई राज्याभिषेक गरेर आफ्नो जति पनि राज्य सौन्दर्य युक्त भएका ती पोसाक गहना आदि थिए ती सबै राज्यमा नै त्यागेर त्यहाँबाट राज्यबाट निक्लिनुभयो। आफूलाई जड उन्मत्त भाँति विचरण गराउँदै गराउँदै आफ्ना पूर्वजहरूले लिनुभएको बाटो उत्तर दिशातर्फ राजा युधिष्ठिर लाग्नुभयो। युधिष्ठिरका पछि पछि अर्जुन आदि युधिष्ठिरका अनुजहरू पनि त्यतै जानुभयो। अब त्यसरी अर्जुन आदि सबै गएको देखेर विदुरजी महाराज पनि प्रवासमा आफ्नो प्राणलाई त्याग गर्नुभयो। अनि द्रौपदी माताले पनि भगवान श्रीकृष्णको स्मरण गरेर आफ्नो शरीरलाई त्याग गर्नुभयो। यहाँ सुतजी महाराज भन्नुहुन्छ, कसैले श्रद्धापूर्वक यदि भगवानका प्राणभन्दा प्यारा भएका पाण्डु वंशको यदि यो दिव्य कथालाई श्रवण गर्दछ भने त्यसले भगवानको चरणको भक्तिलाई प्राप्त गर्दछ र त्यही भक्तिका माध्यमले त्यो भक्तले भगवानलाई प्राप्त गर्दछ भनेर अन्तिममा फलश्रुति पनि बताउनुभयो। हामीहरूले आजको यो बसाइमा, आजको यो द्वितीय सत्रमा भगवानका भक्तहरू राजा युधिष्ठिर आदि राजा युधिष्ठिरका भाइहरू कुन्ती महारानी, द्रौपदी, विदुरजीको महाप्रयाणको यो कथा सुन्यौँ। अब यहाँभन्दा अघिल्लो सत्रमा पुनः भागवतका दिव्य बाणीहरू, भगवानका दिव्य कथाहरूको श्रवण गर्ने नै छौँ। आजको यो दिव्य कथा प्रसङ्गलाई यहीँ भगवानका श्री चरणमा विश्राम गर्दछु। भन्नुहोस् भक्तवत्सल भगवानको, श्री कृष्णचन्द्र भगवानको, कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः। भागवत भगवान को